आदरणीय दर्शकवृन्द नमस्ते। तेह्रथुम जिल्लाको यो मनोरम स्थल तिनजुरेमा यहाँलाई हार्दिक स्वागत छ। अस्तिको भिडियोमा मैले यहाँलाई बाचा गरेको थिएँ कि आज म यो भिडियोमा यहाँलाई यो तिनजुरेको सुन्दर दृश्य देखाउने नै छु र माता पाथिभराको दर्शन पनि गराउनेछु भनेर। माता पाथिभराको मन्दिर पुग्न एकैछिन उकालो चढ्नुपर्छ। आउनुहोस् उकालो चढौँ। आधी घन्टा जतिको उकालो चढेपछि हामी यो सुन्दर दृश्य देखिने फाँटमा पुग्नेछौँ जहाँ माता पाथिभराको मन्दिर अवस्थित छ। पाथिभरा माता की जय जय जय। माता पाथिभरा सिंहवाहिनी माता दुई हात जोडेर नमन छ। सबैको मनोकामना पुरा गरिदिने माता, सबैको सङ्कटबाट पार लगाउने माता, सबैको दुःख कष्ट हार्ने माता, माताको दर्शन पाएर माताको दर्शन गरेर म धन्य भएँ माता। यसरी नै म जस्ता हजारौँ भक्तजनहरू भावविभोर भएर श्रद्धा भक्तिका साथ पूजा गरिरहेका छन्, नमन गरिरहेका छन्। मातालाई धेरै धेरै नमन। पाथिभरा माता की जय जय जय। माताको दर्शनपछि आनन्दित भएको मन यो दृश्य देखेर रोमाञ्चित भयो। कति राम्रो, कति मनमोहक दृश्य, कति ठुलो फाँट यो डाँडामाथि पनि। जता हेऱ्यो लाली गुराँस, जता हेऱ्यो लाली गुराँस, आँखा वरिपरि लाली गुराँस, वनैभरि लाली गुराँस। म त लाली गुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु भन्ने नारायण गोपालको प्रख्यात गीतका रचनाकार क्षेत्र प्रताप अधिकारी सायद यो गीत रचना गर्नुभन्दा पहिले यहाँ अवश्य आइपुग्नु भएको हुन्छ जस्तो मलाई लाग्यो। यो दृश्य देखेर को साहित्यकारको कवि बन्दैन र? सबै कवि, सबै साहित्यकार। यो प्राकृतिक छटालाई म जति प्रयास गरे पनि शब्दमा वर्णन गर्न सक्दिनँ। त्यसो भएर यसलाई हेर्ने, अनेक विशेषण दिने, रमाउने जिम्मा यहाँलाई नै छोडेर अब म बिस्तारै, अब हामी बिस्तारै तल ओर्लिँदैछौँ। लाली गुराँसको राजधानी तिनजुरे अझै आदि पनि देखिएको छैन, अझै बाँकी नै छ। पक्नुहोस्। हामीले दाउराको चुलोमा पकाएको तातो ताजा लोकल खाना, मिठो खाना खायौँ, तातो पानी पनि पियौँ। तर अचानक मनमा त्यतिखेर चिसो पस्यो जतिखेर आकाशबाट अचानक पानी पर्न थाल्यो। मलाई लाग्छ लालीगुराँस फुल नै त्यस्तो फुल हो जसको बारेमा धेरै धेरै गीतहरू गाइएको छ, रचना गरिएको छ।
नारायण गोपालको चर्चित अमर गीत म त लाली गुराँस भएछु, बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु, अघि पनि मैले यसको चर्चा गरेको थिएँ। 1974 एडी ब्यान्डको गुराँसै फुल्यो मनैमा, त्यस्तै नेपाली ब्रायन एडम्स, सबिन राईको धेरै लोकप्रिय गीत गुराँसको फेदमुनि गुराँसै फुल्दा भने रमाइलो भन्ने साधना सरगमद्वारा गाइएको गीत पनि अति नै लोकप्रिय छ। यस्तै यिनै यिनै रमाइला गीतहरूमा अनि गुराँसको फेदमुनि रुखमा फुल छुँदै फुलको वरिपरि नाच्दै गाउँदै टिकटक बनाउने हाम्रा सहयात्रीहरूको प्लान थियो। तर अचानक परेको यो पानीले त्यो प्लानमा निकै धक्का पुगेको छ। पानीको कारणले अघि बिहान देखेको भिड कता तितर बितर भयो। सबै पर्यटकहरू कहाँ ओत लागे कहाँ ओत लागे। तर पानीले यो गुराँसको सौन्दर्यलाई लुकाउन सकेको थिएन। न त गुराँस आफै नै आफ्नो सुन्दरता लुकाउन सफल भइरहेको थियो। गाडीबाटै भए पनि हामीले गुराँसको यो राजधानी मजाले हेऱ्यौँ, रमायौँ अनि मौका छोप्दै छाता ओढ्दै भए पनि हामीले केही टिकटकहरू बनायौँ, फोटोहरू खिच्यौँ। त्यो फोटो साँच्चै नै सम्झाउने बिर्साउनु हुँदैछ। यो यात्राको एउटा चिनो रहनेछ। पानी त तुरुन्तै रहला जस्तो छाँटकाँट देखिएन। यो आरआर गार्डनदेखि यता कम्तीमा 2 किलोमिटर जति बाटो साह्रै नरमाइलो, साह्रै नराम्रो छ। पछि पानी परेपछि त यो बाटो त सानो एउटा यो खरे खोलाको रूपमा परिवर्तन भइसकेको थियो। यो ठाउँमा अघि बिहान घाम लागेको बेला कम्ता भिड थिएन। अझ टेन्ट नै टाँगेर समूह समूहमा मान्छेहरू पिकनिक मनाइरहेका थिए। यो 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 कुनामा त टिकटक बनाउनेको कति घुइँचो थियो कति घुइँचो। तर अहिले सबैजना पानीले गर्दा तितर भइसक्नु भएको छ। यति सुन्दर ठाउँ छोडेर जाने मन त कहाँ थियो र? त्यही पनि पानी झन्झन 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 बढिरहेको थियो। केही क्षणमा त यो ठाउँ नै कुन ठाउँ हो जस्तो भइसकेको थियो पानीले परेर। कुहिरो लागेर अचानक बाटो पनि नदेखिने भइसकेको थियो। अ, सबै यात्रीहरू हिँड्नै तरखार गर्न थाले र हामी पनि अब हिँड्नै पर्छ होला भनेर हामी पनि लाग्यौँ। बाई बाई तिनजुरे। हाम्रो भेट यस्तै रह्यो, मिठो नमिठो, रमाइलो नरमाइलो, तातो चिसो सबै किसिमको रह्यो। मौका मिले फेरि पनि आउँला। बाई बाई तिनजुरे। फर्किँदाखेरि बसन्तपुरको यो सुन्दर जुम्लुङ पार्क घुम्ने योजना थियो। तर पानी रहेको एकैछिन छाता उडी उडी भए पनि हामीले यो दृश्य क्यामेरामा क्याप्चर गऱ्यौँ। अलिकति भए पनि भर्याङ तल ओर्लेर हामी घुम्यौँ। तर दुर्भाग्यवश हामीले सबैले ठाउँ घुम्न सकेनौँ। जुम्लुङ पार्क यो एउटा लिम्बूहरूको किराँतहरूको धरोहर हो। यो पार्क एउटा लिम्बू संस्कृतिको सङ्ग्रहालयको रूपमा पनि लिन सकिन्छ। धेरै लोकप्रिय छ। धेरै आउने जाने टाढा टाढाबाट आउने जाने पर्यटकहरू यहाँ पुग्छन् घुम्छन् र संस्कृति, परिवेश, कला
साक्षी हुन्छन्, अध्ययन गर्छन् र जान्छन्। दर्शकवृन्द, यहाँ खेलेमा शेर्पा भन्दैछ, अति गएछु, अति भिड थियो यहाँ फर्किने बेलामा र हामी पनि यहाँ छिर्यौँ। बिहान गुरुजीले आफ्नो इभी गाडी चार्ज गर्नुभयो, या हामीले अलिकति आफूलाई चार्ज गऱ्यौँ। त्यसपछि हामी यहाँबाट लाग्यौँ। दर्शकवृन्द, हामी राति करिब 9 बजीतिर यहाँ भेडाटार आइपुग्यौँ। भेडाटार त्यतिखेर पनि धेरै थियो, जग्गाउनु थियो र यहाँ साथीहरूले तरकारीहरू पनि किन्नुभयो र केही सपिङ गरेर हामी फेरि धरानतिर लाग्यौँ। यसरी हाम्रो यात्रा टुङ्ग्यो। दर्शकवृन्द, यतिन्जेल भिडियो हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। फेरि भेट होला। मेरो च्यानल सब्सक्राइब गर्नुहोस्, माया गर्नुहोस्। नमस्ते, शुभरात्रि।